गाजु खोला आएर खोला भनेको यही हो। हाम्रो ट्रिप चाहिँ क्यान्सल भयो है। न माछा मार्न पाइयो, न गङ्गटा छाउन पाइयो, कपडा चाहिँ धोइयो। धेरै केही नभए पनि कपडा चाहिँ युनिफर्म चाहिँ धोयो भन। ए मेरो खस्यो क्या यार, खस्यो खस्यो धोइसक्यो तिमीले? धोइसक्यो यार। अब हामी आफ्नै वासस्थानतर्फ लागिरहेछौँ। छैन खोला, यो दुईटा खोलाको बिचको जङ्गल हो के। भेटिहालिन्छ कि अब बर्खामा आउँछ यहाँ। बर्खामा यो पुरै भरिन्छ। बर्खामा पुरै भरिन्छ। यी भने यो उयो यो स्कुल हाम्रो त्रिवेणी माध्यमिक विद्यालय। उ त्यो अगाडि हेर न, यो दुईटा खोलाको बिचको हो क्या यो। खडेरी रहेछ यार यतातिर। केही छैन भने क्या, केही छैन। सोचे जस्तो केही भएन, सोचे जस्तो केही भएन क्या। माछा साछा मारेर गङ्गाटा माछा लैजाउँला भनेको त चिल्लै। बर्खाको मात्रै रहेछ क्या खोला। ढुङ्गा बाहेक केही छैन यहाँ। ढुङ्गा र यो सिमल हो कि के सिसम हो। त्यो पानी टन्डा छ भनेर छोप्नु पर्छ अहिले। फर्केर गइरहँ यहाँ, त्यस्तै मजै लागेन। फर्केर आएर हाम्रोमा यतै खुट्टा दुखाएर